आज चाहिँ हामी के भन्छ के अरे देउसी के भन्छ आज के अरे के पो खेल्छौँ भैली खेल्न जाँदैछौँ होइन बुइनी भ्यान्ट्याङ भुन्टुङहरू बोकेर डिजे हो अनि हामी यता केटा भनेको चाहिँ दुईजना मात्रै जाँदैछौँ सबले हाई गरिदियो हाई कुन गर्दैन ए चाडा पर्व ए मनाउनलाई ए मनाउनलाई ए आएका देउसे ए आएका भैले ए भन्नु पर्छ ए राम्ररी भन ए छानामाथि कालोकोट ए छानामाथि कोटकोट ए निकाल्नु हजार लोट ए भन्नु भएको ए भन्न भयो ए पर भैलीराम ए सल्मेलाई कन भैलीराम 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 ए टिप्लो बाटो भैलीराम ए लाडरा पर्दै भैलीराम ए आएका हामी भैलीराम ए रामरी भन गाई चाहिँ हाम्रो गाईकार हुनुहुन्छ है अगाडि अगाडि यता फर्किदिनु नि काठमाडौँमा बिचाइमा घण्टा घर काठमाडौँको नौतले धर पाए हुन्थ्यो मायाको सहारा सदा सदा घुमाउनु लड्की हजारा तिम्रो मेरा पियारा भयो पियारा दुई बोतल रक्सीले खाने हो पाँच बोतल गाई फनी भइरहेछ यहाँ फनी पाँच बोतलले हान्ने हो पहिलो प्याक हान्दाखेरि दोस्रो गिलास तान्दाखेरि बुढी रिसाउने भयो भयो के भनेर पहिलो पैसा तिमीलाई हेर्दा मुड चस्कियो तिमीलाई हेर्दा मै बस्यो रे ल खतरा गयो खतरा आएको यो नेपालमा सिकेको कान्छको जवान अहिले आएको खतरा आएछ गाई टाइम 11:12 भइसक्यो हेर्न सक्नुहुन्छ है यतिखेर पनि हामी हिँडिरहेको छौँ भैली खेलेर हामीले आज हेर्नु अज्यारो छ क्या गाइस एकदम हुसे लागेको छ कुहिरो लागेको छ है अब यहाँदेखि त अब हामी घर जाँदैछौँ अब एक दुई घर अझै खेलिन्छ एकदम हुसे लागिरहेछ हल्ला पनि धेरै भइरहेछ 12 बजे भूत आउन सक्छ के होला होइन त्यही भएर हामी चाहिँ टाप हानिहाल्ने हो प्लिज आजको चाहिँ होइन हामी यत्रो राति हिँडिरहेको छौँ लाइक कमेन्ट र सब्सक्राइब चाहिँ हुनु पर्यो है तपाईँबाट एउटा कमेन्ट गरिदिनु हुन्छ एउटा लाइक गरिदिनुहोस् होइन सेयर गरिदिनुहोस् अब सुन्ने हो हिँड्ने हो गाइस यहाँ चाहिँ होइन यहाँ चाहिँ गाउँलेहरूको हुँदैछ होइन दुईजना भट्ट्याउने अनि यतातिर चाहिँ हाम्रो भैली नै भन्ने भैलीराम भैलीराम
भैलीराम के खान्छौ भैलीराम म मागिदेऊला भैलीराम भन्न नभन्न भैलीराम रामरी भन्न भैलीराम शर्मिँदै खान भैलीराम चिप्लो बाटो भैलीराम लड्दै र पढ्दै भैलीराम आएका हामी भैलीराम गाइस पुरै सुन्नु होला है भटियाको सुन्नु होला कस्तो लाग्छ कमेन्ट गर्नु पुग्नै पर्ने भैलीराम रामरी भन्न भैलीराम सारामाथि गिराउँदा भैलीराम के दिन्छ हेरौला भैलीराम सुतेको रामरी भन्न